हेलो साथीहरू, आजको मेरो काम चाहिँ हेर्नु है। अब त्यही त हो नि, छोराछोरीलाई एकलट स्कुल पठाइसकेपछि अनि काम भनेको कहिले नसकिने। अनि यहाँ ठ्याक्क तामा लिएर आउनुभएछ कि, अनि तामा बोक्रा सोक्रा तासिओरी होइन रेडी गरेँ। अनि पखालपुल गरेँ। हजुरहरू चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ अब यो मिठे तामा नै हो हुन चाहिँ, र पनि त्यसलाई पनि हल्का बोइल गऱ्यो भने अब छिपिँदैन नि त होइन। अनि छिपिँदैन भनेर चाहिँ मैले यसरी उसिनेर चाहिँ रेडी पारेँ। अब यति पारिसकेपछि चाहिँ भोलि पर्सि भरे जतिखेर पकाउँदा पनि भयो होइन। अनि त्यो उसिनिसकिसकेपछि मैले पानी सानी तारेँ है राम्रोमा। यति भ्याइ नभ्याइ हुन्छ, फेरि गर्मीमा काम पनि कहिले नसकिने है। केटाकेटीलाई टिफिन पुऱ्याउनु बेला पनि भइहाल्छ, हिजो पनि अब त्यही भने है। अनि यति काम हुन्छ कि के गर्नु नि साथीहरू, हजुरहरूको पनि यस्तै होला, मेरो पनि यस्तै। अनि अब एउटा काम सम्झ्यो, अर्को काम अस्तिदेखि फ्रिजमा है त्यत्तिकै छाली भरिएर हेर्नु न मेरो बट्टा टिलपिल भएको आमामा। अनि त्यही भएर त्यो छाली पनि बनाउनु पर्यो भनेर रेडी गरेर यताउता गरेँ। मलाई चाहिँ फेरि त हातले हातले गरेको खै किन चित्त बुझेन, राम्ररी निक्ले जस्तै लाग्दैन। अनि म चाहिँ बरु मिक्सरमा एकछिन भए पनि होस् भाँडा मस्काउन अल्छी नगरिकन होइन, म चाहिँ मिक्सरमा खारुखुरु पारेर यसरी निकालेँ है। अब म चाहिँ धेरै होइन, जम्मा 10 दिन 12 दिन जतिको राख्छु होइन। अनि निकाल्छु अलिअलि, नानीहरूलाई यसो हुन्छ दुधको भनेर, आफूले खाएको दुधको छालीको अब हुन्छ भनेर राख्छु। यति राखेर अनि यता राख्यो है। अब दिमाग त्यतै घडीतिर जान्छ, अब ढिलो हुन्छ भन्ने हुन्छ, कसलाई हुन्छ है त्यस्तो। म त के गर्नु सम्झ्यो, कति ठिक सम्झिँदै हैरान हुन्छ। अनि म उताबाट चाहिँ मेरो बाजेले हेर्दै हुनुहुन्छ। अनि बाजेले हेर्दै हुनुहुन्छ, यो पो मजाको रहेछ हौ, ठेकीभन्दा छिटो निस्किँदो रहेछ भन्दै हुनुहुन्थ्यो। मैले चाहिँ यसरी बनाइसकेपछि यति बनाइसकेर भ्याइसकेँ। अनि म चाहिँ खलखली पखाल्छु है, 1-2 पानी जस्तो चाहिँ पखाल्छु, किनभने यसरी 2 पानी पखाल्यो भने छिटो घिउ चाहिँ गनाउँदैन है। हजुरहरू चाहिँ के गर्नुहुन्छ? म चाहिँ यसरी खन्याएर राख्छु, गनाउँदैन होइन। नगनाउनको लागिखेरि चाहिँ यस्तो गऱ्यो। अनि मैले चाहिँ ग्यासमा एकछिन बसालिदिएँ। अब यता ग्यासमा बसालिदिइसकेपछि अर्कोतिर फेरि उता बेडहरू मिलाउनु पर्ने, ल थालिङ है नानीहरूबाट चाहिँ। अनि लु त बेडहरू पनि मिलाउन थालेँ। अनि यतातिर घिउहरू लु त चलाइहालेर ठिक्क पारेँ। अनि फेरि नानीहरूलाई टिफिन रेडी गर्नु पऱ्यो भनेको। आज चाहिँ नानीहरूलाई लु त है के बनाउनु छिटो मिठो भनेर मेरो पालो कोदो र आँटा हालेर यसरी सक्खर हालेर बनाएँ। पहिला बिरेन नुनहरू हालेर बनाउँथेँ, सानो छोरीले चाहिँ अलिक हल्का गुलियो चाहिन्छ भन्छन्। अनि त्यही भएर एकैचोटि बरु गरिदियो। अनि यसरी बनाएँ मजालेसँगले। त्यति बनाइसकेर मजाले गरेँ, एकछिन ढाडिन दिएँ। ढाडिसकेपछि चाहिँ अलिक मजाले हुन्छ है, पल्टिन्छ जस्तो लाग्छ है मलाई चाहिँ। फेरि हो कि होइन, यसरी बनाएर यता भ्याइसकेँ।